हामी यिनीहरूको मामा घर अनि त्यो एउटा लेक घुम्न पनि मन्दिर पनि घुम्न पनि जाँदैछौँ। जो मैले हिजो भनेको थिएँ हिजोको भिडियोमा कि हामी जानेवाला छौँ। यिनी दुईवटा छन्। एकदम ठुलो ताल छ नि फेरि धेरै ठुलो ताल छ भन्न लान खै कस्तो ताल छ। त्यो ताल घुम्न यिनीहरूको मामा घरमा श्राद्ध छ अरे त्यसमा पनि जान्छौँ। सो गाइस मेरो क्वेसन दादा हो। हामी पुग्न लागिसक्यौँ। अलि बाटो मात्र बाँकी छ। यो मत बताऊ कि कति हिँडे यति हिँडे यति हिँडे। यो रोड यहाँदेखि घुमाएर लिनुको सट्टा यहाँदेखि यतिकै सिधा पनि त जान सक्थ्यो होइन। यहाँदेखि यति घुमाइलिनु भन्दा यहाँदेखि सिधा गइहाल्थ्यो। वाइ औ बिचमा खेत छ देवेर। आइसक्यौँ तालको नजिक। ऊ त्यहाँ म जुम गरेर देखाइदिन्छु। ऊ त्यो ताल बहुत ठुलो छ। यहाँदेखि अहिले हामी जाँदैछौँ। यिनीहरूको मामा घर पनि यहाँनिर कहीँ छ। ताल पनि यहाँनिर छ। त्यही भएर आज तालको भ्लग र श्राद्धको भ्लग दुईटै बनिहाल्छ। मेरो दादालाई चाहिँ यस्तो मटर चाहिँ धेरै मनपर्छ है। चिकन खाल्न चाहिँ र मटर पनि हाल्यो। भेरी टेस्टी। अहिले चाहिँ हामी जुगडामा छौँ। जुगडाको ए गाउँमा। यताको गाउँहरूको नाम यस्तो हुन्छ कि ए गाउँ, बी गाउँ, सी गाउँ अनि डी गाउँ डी गाउँ पनि छ। ई गाउँ पनि छ। ई गाउँ पनि छ। कतिसम्म छ? जेसम्म। यताको गाउँहरूको नाम जेसम्म छ। जस्तै अटोवालालाई भन्यो भने जुगडा जानु छ। कुन गाउँ? ए गाउँ, बी गाउँ, सी गाउँ, डी गाउँ, ई गाउँ, एफ गाउँ, जी गाउँ, एच गाउँ त्यस्तै जेसम्म छ। जेसम्म हामी आई गाउँ गएको छु अनि ई गाउँ पनि गएको छु। बेली बजार पनि हुन्छ। बेली बजार चोरी बजार पनि हुन्छ। उच्चो हो तिमीहरूको मामा घर? यस्तरी भन्ने रहेछन्। अहिले हामी चाहिँ बस्ने भनेको बी गाउँमा हो। तर यिनीहरूको मामा घर चाहिँ ए गाउँमा छ। सबै बी गाउँदेखि ए गाउँ आएछौँ। मान्छेहरू ए गाउँदेखि बी गाउँ जान्छन्। किन के गर्छ त्यो? ढुङ्गाले हान्छ? हामीले त केही गरे पनि छैन। किन उस्तै ढुङ्गाले हान्छ? यस्तो कमाउँछ यार। कलका म यता बाटोबाट साइकल लिएर जानु चाहिँ होइन। जे भने पनि त्यसको अगाडि पनि चुपचाप त्यो कुचेरी बर्थडे यत्तिकै ढुङ्गाले हान्ने रहेछ। सो गाइस हामीहरू यता लेकमा पुगिहाल्यो। कत्रो लामो लेक छ। कत्रो लामो छ ठुलो छ। मैले भनेको हाल्दै उतातिर पनि देखाउनु। सो गाइस हामी त्यहाँसम्म पनि छ गाइस लेक। आउँछ यत्रो लामो लेक छ। उतासम्म छ। कति लामो छ। गल्नु पनि त्यत्तिकोमा छ है। यता मान्छे माछा पनि मार्छन् गाइस। त्यो ढुङ्गा हान्ने। लेट्स गो। सो गाइस अहिले त्यो हड्डी चाहिँ हाम्रो पछाडि छ।
कस्तो दौडेर गएको भन्दैछ भाइ भाइ मैले भनेको सज उतो बड्डी पछाडि अलि भर्खर क्यामेरा देखायो नि त्यही बड्डी हो ल अब हामी पनि मन्दिरको बिचमा पुग्न लागेछौँ एकदम नजिक छौँ अब हामी अब त्यो लेक घुमेर मन्दिर पुगिसक्यो सो हामीहरू मन्दिर आइसकेको छौँ हामीहरू उताबाट घुमेर जाने हो अब यो मन्दिरमा सो लेकको टर्न सिद्धि अब हामीले लेकलाई हजुरलाई घुमाइसकेको छौँ अब हामी जाँदैछौँ मन्दिरमा मन्दिर यतापट्टि पछाडि गइहाल्छ मन्दिर त उतापट्टि गइहाल्यो हामी यताबाट जाने हो अब हामी उता मूर्ति भएको ठाउँमा लाग्छ अहिले त मूर्तिहरू हेर्नु त्यो अन्डाको देखाउँ अन्डाको पौधा यति धेरै मूर्तिहरू राखेको थियो अरे घरमा भाँडा केरा खाँदैछ के गर्दैछ अन्डाको रुख हो हामीहरू अब जाउँ मन्दिरतिर गाइस हामीहरू यता मन्दिर पुगिहाल्यौँ फाइनली ए मन्दिर थियो यसको कुरा गर्न थियो यहाँदेखि ताल दुर्गा मन्दिर अरे यहाँदेखि अब यसको तालको भ्यू हुन्छ यिनीहरू भन्नु लाग्थ्यो यहाँ पहिला एउटा सुनको मूर्ति थियो अरे त्यसलाई यहाँ म तपाईँलाई एउटा कुरा भन्छु है सुनको मन्दिर थियो अरे अनि त्यो सुनको मन्दिरलाई चाहिँ के भन्छ नागहरूले लिन आएको अरे अनि हामीले यहाँनिर दुर्गा मन्दिरलाई के भन्छ नि फेरि इच्छाउँ अरे यहाँ पहिला सुनको मन्दिर थियो भाइ यहाँ पहिला सुनको मन्दिर थियो अरे यो पानी देख्नु चाहिँ यो लेक त्यो लेक बढ्यो यहाँसम्म नागहरू आए अनि त्यो सुनको मन्दिर उठाएर लगिहाल्यो यो छ यहाँको कहानी मन्दिरहरूमा पङ्खा किन लागेको छ यार जो पनि मन्दिर जान्न छु यहाँको खाने पानी हो त्यो खाने पानी हो दीर्घायु माछा पालन प्रणाली मैले भनेको थिएँ नि यहाँ माछा पनि सब छन् हाम्रो यहाँ विभिन्न प्रकारका माछाहरू सुपथ मूल्यमा पाइन्छ वाउ धेरै ठुलो रुख छ गाउँतिर है गाइस फेरि बजारतिर नसम्झिनु एउटा डुब्की हान्नुपर्छ प्याङ धनगढी 12 जुगडा कैलाली जुगडा जसलाई थाहा छैन जुगडा वडा नम्बर 12 मा पर्छ नै जुगडाको एबिसी सब गाउँ 12 मै पर्छ जुगडाको एबिसी सब गाउँहरू 12 नम्बर वडामा पर्छन् गौरी कटान पनि हुन्छ यो जुगडा पर्छ 12 नम्बर वडामा जसलाई थाहा छैन त्यसको लागि हामी 4 नम्बर वडादेखि 12 नम्बर वडामा आएको अस्ति भर्खर त्यो म्यापमा हेर्नु कति टाढा छ भनेर अब त्यो त मैले पनि हेरेको छैन ओके गाइस ब्लग धेरै लामो भइहाल्यो म गएँ मेरो ब्लग त्यति लामो बनाउँदैन म 6 मिनेटभन्दा माथिको ब्लग बन्दैन मेरो मलाई थाहा छ ठिकै छ पछि बनाउँछु म आधा घन्टाको ब्लग आउँछ अगर कमेन्टमा हजुरले भन्यो भने चाहियो भनेर म हालिदिन्छु आधा घन्टासम्मको ब्लग टिल देन बाई